हेलो एभ्रिवान, वेलकम छ माई न्यू भिडियोमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ म गोठालो आएको छु। गोठालो भन्नाले ग्वाला मेरो माइततिर चाहिँ यो गोठालो आएकोलाई ग्वाला आएको भन्छन्। म चाहिँ भेरा बाख्रा लिएर आएको छु सानसाना भाइहरूसँग, मम्मीहरूको। अहिले म घर छैन नि, माइती घरमा चाहिँ एक हात यस्तो भएर आएको नि त। मेरो हातमा अझ टाँका पनि फुकाएको होइन, मैले भर्खर अपरेसन गरेको। मेरो हात भाँचेको थियो नि त। पहिला स्टिल राखेको, अहिले 1.5 वर्षको स्टिल झिकेको। डाक्टरले 3 महिनासम्म काम नगर्नु होला भनेको छ मलाई। तर 3 महिनासम्म त त्यस्तै काम नगरी त बस्न सक्दैन। त्यही पनि 1 महिनापछि म घर जान्छु। खानासाना अलिअलि सुस्त त बनाउँछु। त्यही हो गाइज। अहिले चाहिँ बाख्रा ग्वाला आएको छु। यो बाख्रा देख्न सक्नुहुन्छ। यहाँ हाम्रो आन्टी मल बोकेर आएको, यहाँ मम्मीहरू मल बोकेर आएको। मेरो भदैनी छि ऊ पर गया के अरे, ऊ पर मेरो अङ्कलको छोरा छ। डोकामा चाहिँ मेरो भदैनी बसेको छु। म चाहिँ यहाँ छु, लखर हिँडिरहेको छु। भेरा बाख्रा मजाले चरेको छन्, त्यही भएर म चाहिँ हिँडिरहेको छु। यहाँ चाहिँ हाम्रो गोय खोला हो। यत्नाबाट गोय खोला बग्छ। क्या खुब डोकामा बसेछिस्? मजा हो र? ए त त्यही हो। अनि म यहाँ यो चौरमा चराइरहेको छु बाख्रा। अहिले त चौर त के भन्ने, मान्छेले जग्गा जमिन छेकाएर जोताइसक्यो। यहाँ मेरो अङ्कलको घर छ, बहिनीहरूको घर छ, फुपूहरूको घर छ। यहाँ चाहिँ चौर हो। हेर्न चाहिँ मान्छे गाड्थे, मान्छेले अचालबाई छोरे खान राप्तीमा लग्न छाडे खान। यो पलतिर चौर, पलतिर फेरि गोय खोला पलतिर रङ्सिन खोला रङ्सिनदेखि पानी आउँछ नि त, रङ्सिन खोला छ। यहाँ फेरि सिसौ गाडी थियो, अहिले सिसौ काटेर यहाँ मास्यो। अनि अहिले यतातिर बाखा भर्खर जमेको सिसौ गाडी यस्तो। अहिले यतातिर बाखा। अनि म चाहिँ यहाँ छु गाइस, त्यही हो गाइज। अनि पर पनि घर छ है, अनि म चाहिँ मेरो भाइहरूसँग हिँडिरहेको छु। ग्वाला आएको। अनि अन्त जङ्गल त लाग्न सक्दैन। मेरो हात भर्खर अपरेसन गरेको। मेरो हातमा टाँका छ नि त, त्यही भएर यस्तै छ गाइस। अनि यहाँ पर घर छ। यहाँ पर कसले बनाएको हो त्यो थाहा भएन मलाई। घर यति राम्रो बनाएर ढोका सबै फोरेको छ। म हेर्न जाँदैछु गाइस। कस्तो छ अरे, हेर्न जाँदैछु। हेर्नुहोस् त, यति राम्रो घर बनाएर त यहाँ ढोका फोरेछ। है, पैसा धेरै भएर होला नि गाइस। फाइनली म यहाँ आइपुगेँ। यही हो साथीहरू, म यहाँ आइपुगेको छु। यो बलकको घर राम्रै छ, तर स्याहार नगरेर कसले फुटाल्दे। त्यहाँनिर फेरि हाम्रो केरेसर छ है। यो गाउँको केरेसर, यो गाउँको नाम मर्मला गाउँ हो। मेरो माइती गाउँ
गाउँको नाम मलमला हो। अनि ऊ पर वडा कार्यालय छ है, हेर्नु चौरमा पनि यस्तो दामी वडा कार्यालय बनाहान। वडा नम्बर 1 गडोवा गाउँपालिका हो नि। यहाँ फेरि यति राम्रो घर छ चौरमा। यहाँ फेरि टिनको इँटैकै हो, इँटा अझ हो, टिनको घर, इँटा माथि टिन लगाएको इँटाको राम्रो हो अङ्कलहरूको घर हो। अनि पनि राम्रो हो, भित्र राम्रो भयो त भइहाल्यो नि। आफू बस्ने ठाउँ, आफूले खाने ठाउँ सफा भयो त भइहाल्यो नि। अनि आजको भिडियो मेरो यति नै हुन्छ होला। अनि सबैजनाले मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला। अनि मेरो भ्लग भिडियो बनाउने भूत एकदमै चढेको हो, मलाई नचढेको होइन, एकदमै चढेको, एकदमै मन लाग्छ मलाई। अनि मलाई सब्सक्राइब गरेको नदेखेर मैले भिडियो बनाउन छोडिदिन्छु। अनि मेरो बुढाले खिसी गर्नुहुन्छ क्या, 2 दिनमा भूत त उत्रो क्या तेरो भन्नुहुन्छ। अनि त्यही भएर मेरो बुढाले नयाँ फोन पनि ल्याइदिनुहुन्छ होला। अनि त्यसपछि नयाँ फोन ल्याइदिएपछि म डेली भ्लग ल्याउन चाहन्छु, छोटो भए पनि डेली ल्याउन चाहन्छु। अनि त्यही भएर तपाईँहरूले साथ दिनु होला, सब्सक्राइब गरिदिनु होला। मलाई लाइक आए नि नआए नि भिडियो त हाल्छु, 2-3 दिन बिराएर भयो नि। अनि सबैजनाले सब्सक्राइब गरिदिनु होला। आजको भिडियो यति नै एन्ड गर्छु। बाइ साथीहरू, अर्को भिडियोमा भेटौँला।